लागु औषध त्यागे बिना लाइफ चल्दैन। हेर्नुहोस्, एनी हाउ तपाईँहरू रिकभरीमा आउनै पर्छ। लागु औषध खायो भने परिणाम के हो? कि जेल हो, कि मृत्यु हो, कि संस्था हो, कि हस्पिटल। यही 4 ठाउँ हो, जेल, संस्था, मृत्यु, हस्पिटल। त्यसको परिणाम यही 4 टा हो। तपाईहरुलाई यो परिणाम मन पर्दैन भनेपछि माल खान छोड्दिनुस्। सिधा कुरा। जेल जान मन लाग्छ? रिया बस्न मन लाग्छ? हस्पिटलमा सुतेर बस्न मन लाग्छ? संस्थामा आएर बस्न मन लाग्छ? त मनै लाग्दैन छ, होइन र? जब यी कुराहरू तपाईलाई मन पर्दैन भनेपछि तपाईले खाइरहेको त्यो लागु औषध लाने यही 4 ठाउँ। जसले जति जे भने पनि अन्त्य लागु औषध प्रयोगकर्ताको यही हो। जेल, संस्था, मृत्यु र हस्पिटल। बास, अरू कुनै विकल्प छैन। अगर तपाईलाई त्यो ठाउँमा जान छैन भनेपछि लागु औषध त्याग दिनुस्। अगर तपाईलाई त्यो ठाउँमा जान छ भने चाहिँ खानुहोस्। चोइस इज योर्स, लाइफ इज योर्स, एन्ड डिसिजन पनि तपाईकै हो। मन पर्छ भने ओके, मन पर्दैन भनेपछि त्यो छोड्न पर्यो।